ख्याल ठट्टा। उठेर बसेर पटुकी कसेर के सारो सिपालु नाचेकी मैतालु सिंगार पट्टा रिबन छोटा कलकत्ते कायो सिमरीको बट्टा अलिअलि ख्याल गरौँ अलिअलि ठट्टा। यो घडी पला 2 दिने चोला हाँस्ने हँसाउने हजे पर्ला पर्ला हाँस्ने हँसाउने हजे पर्ला पर्ला सगुन मिठो पानको पत्ता मनमुटु गरौँ सट्टा र पट्टा अलिअलि ख्याल गरौँ अलिअलि ठट्टा। यो जिन्दगानी अन्जली पानी नाच्न नचाउने हो पाखुरी तानी नाच्न नचाउने हो पाखुरी तानी। एक दिन त आउला मायाको भत्ता कोही छुट्नु हुन्न बुढा या बच्चा अलिअलि ख्याल गरौँ अलिअलि ठट्टा अलिअलि ख्याल गरौँ अलिअलि ठट्टा। ख्याल ठट्टा। तिम्रो चाहिँ आँखा छैनन् यी कान नभएर के हुन् मकैको खोया अनि ती तिम्रा मकैका खोया सजाउनको लागि मात्र कि सुन्छौ पनि? आउनु न मेरो घरमा यसो तातो चिया खाँदै गफ गर्नलाई। तातो चिया खाएर कस्ता गफ गर्ने नि? तातै गफ गरौँला नि। ढोका लाएर के तँलाई गोरु ढोका लाएर के भन्ने कुरो आफै गएर सोध्न। कतिपय कुरा बाउले छोरालाई भन्न मिल्दैन। कोटै हिँडेको चन्द्रमा हेर्नलाई अन्तरिक्षमा जान लागेको हो र आजै पुगिन्छ त लिरिक्क पारेर नपुगे भाबीको गाउँमा बाँस बसिन्छ अनि अर्को दिन गइन्छ जौका हिँड्नु। त्यो घरमा बस्न डर लागे मेरो घरमा आउन त। तिमीलाई त मैले मेरो घरमा फुलको थुङ्गा सजा चाहिँ सजाएर राख्छु। मन पर्यो भने बल्ल बाउलाई पुरा गरौँला। हुन्छ काकी तपाईँ यहाँ बस्दै गर्नु हामी गएर आउँछौँ जाऊ। अब आउँछ मलाई 1 लाख। काम त लमिकै ठिक हुन्छ कि क्या हो? ल गजबकै साइज पर्यो है। हो त भरि गाग्री देखियो साइज त पर्यो नि। भनेर 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 भन्दा तपाईँहरूको साइज परेर के गर्नु? मेरो साइज परेन। साइड पर्नलाई त पैसाको छाया पर्नुपर्छ। खोइ त तेरो 15 लाख पैसाको छाया परेन त्यही भएर भिजै लागेन। खुकुरीमा दाब छैन यो मनमा पाप छैन। पहिला पैसा दिन पर्ने कि भिजा दिन पर्ने? पहिला पैसा त्यसपछि भिजा। जाउँ सर जाउँ। ओए भनेर 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 भन्दा अबको 2 दिनमा मेरो भिजा आउँछ कि आउँदैन? आउँदैन जे गर्न सक्छस् गर जम्महरू बजाएर जाउँ सर। कोही पनि छैन त डम्महरू बजाएर ढोका लाएको छ। जा त बाबु गोठातिर ल बोलाएर आइज। ए झकमली काकी काकी कता गइछिन्? झकमली काकी ए काकी भन कता गइछिन्? झकमली काकी होलिन् भनेको त झक्क परेको भालेर पोथी छोडेर पो कता गइछिन्? रोइन रहेछिन् यता। उता पनि छैन हजुर। हो र
फोन लगा त लगा, कता गएकी रहेछिन्? हुन्छ हजुर हुन्छ। बारीमा लगेर जाई भनेको त कहाँ गएछ नि दुईजना? आउँदैनन् त। हेलो, हामी त आइपुग्यौँ त हजुर, डमरू बजाएर। कहाँ आइपुग्नु भयो? हामी तपाईँको घर। तपाईँलाई भेट्न त गाह्रो पो पर्छ कि क्या हो? अनि तपाईँ कहाँ हुनुहुन्छ? ल बस्दै गर्नु, म आइहाल्छु है। खोइ कुन बारी भन्याउन् बाले। एउटा यो एउटा त्यो अनि ऊ एउटा त्यो। सोरै आना यही बारी हो। आहा, चार कुना मिलेको चिटिक्क परेको रुमाल जस्तै यो जग्गामा घर बनाएर बस्न पाए त जिन्दगी त स्वर्गै हुन्थ्यो नि गाँठे। तपाईँलाई त्यस्तो मन पर्यो यो बारी? कुरै नगर, मैले 5-6 ठाउँमा हेरेँ होला, त्यो मध्येको सबैभन्दा मन परेको बारी नै यही हो। बरु कुरा मिल्ला कि नमिल्ला त्यो चाहिँ बाएपछि थाहा हुन्छ। अहिले चाहिँ जाउँ। यता सुन न, कतिमा पढ्छौ नि तिमीले? म त +2 सकेर मात्र बसेको छु। त्योभन्दा अगाडि पढ्ने विचार छ कि छैन त? छैन। ल भो, ब्याचलर त गर्नुपर्छ। नाइ, ब्याचलर त नगर्ने, बरु राम्रो केटो पायो भने चाहिँ सिधै बिहे गर्ने। साँच्ची हो? किन ढाट्नु र, साँच्चै त हो नि। अनि यो चाहिँ के गर्यो? के भयो? खै के पर्यो आँखामा? खोइ हेर्छु म। अब त गाउनै गनाउने भएछ नि। के मरेछ काका? छोरी मरी चाहिँ नि, घरमा गयो घरमा उस्तै, बारीमा उस्तै। के भएको हो यो? के भने हो? पुरै बुझिएन। अलि बुझ्ने गरी भन्नु न। उखर मौली भएको भए पहिलो गएको भए हुन्थ्यो। किन यसरी बसेको? छाडाको सन्तान। होइन, यो बुढो को हो? दिनमा 27 चोटि तार फुत्किन्छ, के बोल्नुहुन्छ थाहै हुँदैन। बरु हिँड्न जाउँ। ए साँच्ची, अघि तिमीले बिहेको कुरा गर्दै थियौ नि, कुरो भइसक्यो हो र? कुरा भइसक्यो मात्र होइन, कुरा त छिनी पनि सक्यो। कोसँग? मेरो बोयफ्रेन्डसँग। अनि तिम्रो बोयफ्रेन्ड पनि छ नि, यो त चौथो हो। 3वटासँग त ब्रेकअप भइसक्यो। अहिले चाहिँ यही गाउँको सुरजसँग चक्कर चलिरहेछ, त्यो चाहिँ ठिक छ। त्यो सुरज साँच्चीकै ठिक छ र? ठिक छ। बेला बेलामा मलाई घरमै बोलाउँछ, म जान्छु, मलाई कति धेरै माया गर्छ। लौ न दाइ, के भयो? दाइ उठ्नु न। हेलो दाइ। बडो अजिबकै मान्छे रहेछन् यार। भर्खरै आउँछु भनेको होइन नि तिमीले? त्यही त, फोनमा त्यही भन्थिन्। चारीको मायाले बसेमा त यहाँ चाहिँ। ए भाइ, के भयो? यो घरका मान्छे देखेनौ तिमीले? यहाँका मान्छे देख्नलाई के म सिसी क्यामेरा ओरे लिरिक्क बारेर कहाँ गए, कोसँग गए, के गरे भनेर सबै देख्नको लागि। ए भाइ, किन ठुला कुरा गर्छौ? तिमीलाई सोध्न पनि नहुने? पाइँदैन। म को चिने छौ? त्यो त चिने होइन, डमरू बजाएर। अब चिन्दै नचिनेका मान्छेसँग के खान गफ जोतेको? कस्तो तार फुस्किया मान्छे रहेछ यार। जाम भाइ। कस्तो मेरो अभागी खपारा, जहाँ जान्छु निर्माया त्यही लाग्ने ठक्करा। बिग्रियो चाल पनि यस्तै त रहेछ नि माया जाल पनि। शिरफुल शिराको मेरो मुया त गुल्मीतिरको। कता हो झकमली? घरभरि त गिद्धाएर बसेका छन्। गिद्ध? मेरो घरमा गिद्ध चाहिँ किन नि? सिनो खाना त होला नि। तिमीले भन्न खोजेको चाहिँ के हो भन त? तिमीले बोलायो कि बुढो घरमा नभए बेला? तैँले भन्न खोजेको
दाजु भनेर 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 भन्दा बर्खा मासको समय पानी पर्ला भुइँ चिसो होला किन लम्पसार परेको यसरी 3 घन्टासम्म सुत्न पायो भने मनको इच्छा पुरा हुन्छ रे त्यही भएर सुतेको ल तपाईँ त उठ्नु भयो त अनि तपाईँको मनको इच्छा पुरा भयो त पुरा भयो अब तिमीलाई भुइँमा सुताउने रहर थियो तिमी सुतिहाल्यौ मनको इच्छा पुरा भयो फर्किहाल्नु भएछ त तपाईँहरू फेरि तपाईँ आउनु भएन एकछिन भनेर घन्टौँ लगाउनु भयो हामी त फर्किम म आइहालेँ त जाम न जाम होइन जानु र हिँड्नु न हिँड्नु ए बसौँ 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 यता कुरा के हो त्यो चाहिँ अगाडि बढाउन म चिया पकाउँछु चिया खाँदै कुरा गरौँ न चिया स्या नखाउँ बरु कुरा चाहिँ अगाडि बढाउन मेरी छोरी त देख्नु भएको छ नि है देखा छ सर र म दुवैजनाले देखा छ एकदमै राम्रो छिन् तपाईँकी छोरी होइन त सर मेरी छोरीले त मिस नेपालमा भाग लिएकी थिए पछि बिरामी भएर छोडी नत्र यति बेला त कस्तो ठुली मान्छे बनिसक्थे के गर्नु भाग्यले ठगो बाबु ल भन्नुहोस् त्यसो भए मैले के गर्नु पर्यो त अनि सर हजुर जापान बस्नु भएको कति भयो रे 17 वर्ष भयो ओहो नेपालमा भएदेखि 18 वर्षमा नागरिकता पाइन्थ्यो अनि हजुरको बिहा भयो त दुई चोटि भयो नि दुई चोटि पहिला 14 वर्षको उमेरमै बिहा गर्नु भएछ त्यसपछि जापान जानु भएछ जापान गएपछि बुढी यता पहिला त्यसपछि फेरि जापानमा बिहे गर्नु भएछ अनि उतै बुढी छोडेर नेपाल आउनु भएछ अनि नेपालबाट फेरि जापान जानु भएछ जापान जान त बुढी पहिला कठैबरी बुढी पीडित हुनु त रहेछ तेस्रो बिहेको केही तयारी गर्नुभयो त छैन नि राम्रो असाध्यै राम्रो मेरी छोरीले पनि औधी मन पराए हजुरलाई मैले त हुन्न भनेकी थिएँ छोरीले यतिको राम्रो पाए के खोज्नुहुन्छ बिहा गर्दा ठिक हुन्छ भनी त्यही भएर बोलाकी हजुर त्यसो भए बोलाउनु न त कसलाई छोरीलाई अनि मेरो छोरीलाई किन बोलाउनु पर्यो भन्नु त लौ बिहा गर्ने मान्छेसँग कुरा गर्नु परेन कहाँ छोरीसँग बिहा गर्ने हो त बिहे त मसँग पो गर्ने त लौ न बुढा त भक्लक्कै पो गयो त डम्मरु बजाएर सर ए सर हेलो के गर्ने होला त अब सर हेलो उमेर हेर्दा म भन्दा जेठो होला मेरी छोरी ताक्ने दाइ दाइ के भयो दाइ दाइ हेलो कस्तो मान्छेले बारी हेर्न ल्याउनु भएको कि तपाईँले बियोस भएर ढल्यो त त्यही त गाउँमा फेरि अहिले नयाँ रोग आएछ कि क्या हो यहाँ पनि एउटा मान्छे ढलो या छ्या ए दाइ 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 यो मान्छेको त सास पनि चलेको छैन दाइ भगवान मर्न लागेको मान्छेलाई सास दियो भने सास आउँछ भन्थे सास दिनु पर्ला जस्तो दाइ दाइ छ्या 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 थुक्क के गरे यो बेइज्जती घर थिएन गोठ थिएन बारीमा नै यसो गर्नु रहेछ त यी अस्ति ठुला बाले यही बार लाहन् नि यही लगेर बारेर गरेको भए हुन्थेन सर उठ्नु न सर खोइ पानी ल्याउनु त यहाँ
जामकेटा भाग ज्यान जोगा जोगाऊ जोगाऊ हेर त पछि पछि आइ दोगुर मलाई छोडेर गएको पछाडि गएको मथि दाइ दाइ उठ्नु न दाइ दाइ हे भगवान दाइ हेलो हेलो कहाँ छौ तिमी भगवान कहाँ छु म यहाँ मिलमा धान कुटाउन आएको छु के ए हो र ल ल म पनि मिलमा आउनको लागि बोरामा धान रेडी गरेर राखेको छु म नआउन्जेल त्यहीँ बस है म त धान कुटाएर मिलबाट त निस्किसके ल त्यसो भए त्यहाँ माथि पिपल बोटमा आएर बस म यताबाट त्यहाँ आउँछु अनि भेटेर मिठा मिठा गफ गरौँला हुन्न मिठा मिठा कुरा त गर्नुहुन्थ्यो सुरज तर के गर्नु म त माथिल्लो बाटो आइसके ल सुरज राख है ल यो मान्छे त भाग्यो त बा के हो घोसे मन्टो लाएर पुरै झोक्राएर पो बस्यो त शिर ठाडो पारेर हिँड्न त तेरी बहिनीले नदिनी भइहाली खुकुरीमा दाप छैन यो मनमा पाप छैन के भयो फेरि अस्ति घरमा केटा बोलाएर ढोका लाएर बसेकी थिए आज त फेरि त्यो लेखान्त भन्ने भाबीको गाउँको केटासँग बारीमा ठाड्दै उभिएर चप्प मुही खाएर बसेकी थिए के गर्नु यिनी फुट्न नसकेको आँखाले देखि पो हाले उभिएर ठाडै होइन यो नितुले मुही पनि पोच पोचमा खान्छ कि क्या हो किन तिमीले त ठाडै उभिएर खाएको देखेका रहेछौ मैले त झन् भुइँमा सर्लक्कै सुतेर खाएको देखेको थिएँ त्यो नितु हो त त्यो ठुलाबाकी छोरी नितु र भाबीको गाउँको लेखान्ते हेलमेटे को यो दगुर्नी मलाई जापान लैजान्छु भन्ने यही त हो नि बा जा जा त्यो लोठी लिएर आ त यसको मैले आज खुट्टादेखि माथि सबै टुक्राइदिन्छु ए मेरो हिरा ए मेरो मती ए मेरो मनको राजा एकचोटि पर्ख न पर्ख सर पर्ख भन्छन् त पर्खिने हो र त्यो हात्तीलाई सम्हाल्न सक्छस् भने तँ सम्हाल म त लागेँ सक्दिनँ म पनि मेरो छोरो जापान नपठाउने होइन तैँले ए लाउनु कस्तो भएको अस्ति मलाई खाँदै नखाएको विष लाग्यो अब खाएर विष लाउनु पर्छ मौका आइयो डम्मरे
तिमीले चिन्ता नलिऊ, यसलाई के गर्नुपर्छ त्यो मलाई राम्रोसँग थाहा छ। यसलाई त ठोक, यसलाई ठोक, यसलाई ठोक। बस चाहिँ मट्टै यहाँ चाहिँ। ए भाइ के भयो? यो घरका मान्छे देखेनौ तिमीले? के छ? त्यसो भए बोलाउनु न त। कसलाई? छोरीलाई। मेरो छोरीलाई किन बोलाउनु पर्यो भन्नु त? लौ बिहा गर्ने मान्छेसँग कुरा गर्नु परेन? कहाँ छोरीसँग बिहा गर्ने हो त? मसँग पो त। त्यसो भए बोलाउनु न त। कसलाई? छोरीलाई। अनि मेरो छोरीलाई किन बोलाउनु पर्यो भने? लौ बिहा गर्ने मान्छेसँग कुरा गर्नु परेन? कहाँ छोरीसँग बिहा गर्ने हो त? बिहा त मसँग पो गर्ने त। लौ न सर, सर हेलो। मजा आओ, ठीक छ? रोलिङ। ए मेरो हिरा, ए मेरो मोती। यता आमा। मोती भाग केटा भाग, यहाँ बस्नु ठिक छैन। मोती मेरो मोती। आई ल रेडी, तिमीलाई समात्ने होइन। एक्सन दौड। ए ठोक ठोक ठोक। ओए हिँड हिँड। ठोक किन यार? ठोक ठोक ए ठोक। केटा आऊ, जरा कुरा आऊ। आऊ। ले अन्त तपाईँ आउनुहुन्छ होला, ढाड आउनु। नि त एक्सन। ठोक ठोक ले ठोक 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 ठोक। ओइ ओइ बदमास। ओइ ओइ मोती जरे ज्ञान हाने फेरि। दुई दिने चोला हँस्ने हँसाउने हजे पर्ला पर्ला, हँस्ने हँसाउने हजे पर्ला पर्ला। सगुन मिठो पानको पत्ता, मनमुटु गरौँ सट्टा र पट्टा, अलिअलि ख्याल गरौँ अलिअलि ठट्टा। नाच्न चाहने हो पाखुरी तानी, नाच्न चाहने हो पाखुरी तानी। एक दिन त आउला मायाको भत्ता, कोही छुट्नु हुन्न बुढा या बच्चा, अलिअलि ख्याल गरौँ अलिअलि ठट्टा, अलिअलि ख्याल गरौँ अलिअलि ठट्टा। ख्याल ठट्टा।